हेलो गाइस, आज आशा छ तपाईहरु सन्चै हुनुहुन्छ होला। ग्लाडिएटर 125 को फुल इन्जिन बनाउन लाग्छ। यसको कनेक्टिङ रड हैन, दुईटै मेन बेरिङ अनि यो गियर बक्स को यो काउन्टर शाफ्ट बेरिङ, मेन बेरिङ जम्मै बेरिङहरु पनि नयाँ हाल्दिन लाग्छ हैन। यसको साउन्डहरु पनि एकदमै बिग्रेको थियो, जसले गर्दा यो बेरिङहरुको पनि फल्ट थियो, बेरिङहरु ढक थियो। त्यसको कारण त्यो सबै नयाँ हाल्दिन, ओरिजिनल नयाँ हाल्दिन लाग्छ हैन। त्यसपछि यसमा प्रब्लमहरु त टन्नै छ हैन। यो दाँतीहरु पाइएन, जसको कारण यही हाल्दिन लाग्छ। यसको दाँतीहरुमा के भएको छ नि, हल्का हल्का दाग आएको छ। म देखाउने कोसिस गर्छु, यदि देखियो भने। यसको दाँतीहरुमा सबैमा त हैन, कुनै कुनैमा चाहिँ दाग आएको छ। क्यामेरामा त्यति मजाले देखिएन। हेर्न सक्नुहुन्छ, यो यसको ब्यालेन्सरको टाइमिङ पनि पर्फेक्ट छ। यो दुईटा पोइन्ट मिल्नु पर्यो। ब्यालेन्सरको टाइमिङको लागि यो दुईटा पोइन्ट मिल्नु पर्यो। यहाँ पनि यतापट्टि पनि एउटा थोप्ला छ, उतापट्टि पनि थोप्ला छ। जसरी घुमाउँदा पनि यो थोप्ला एकै ठाउँमा हुनु पर्यो। भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला, पेजलाई फलो गर्नु होला। हस्त, धन्यवाद।